Hello guys, good morning है सबैजनाले फाइनली डेस्टिनेसन इज एराइभिङ लास्ट गाह्रो यार आज त बिहान कसम यस्तो भिड थियो हैन ट्रेनमा पनि ओ माई गॉड यस्तो बिजी रहेछ के जापान चाहिँ फेरि ट्रेन बित्दा फेरि भिडियो गरौँ भने फेरि जापान जस्तो ठाउँमा जे गर्नु पाइँदैन हैन फेरि आफूलाई गाह्रो हुन्छ त्यो भएर चाहिँ ट्रेनको भिडियोहरू चाहिँ मैले लिएन गाइज गभर्नमेन्ट नासाई हैन त्यस्तै छ हाम्रो जापानको लाइफ आज चाहिँ फेरि औडा भयो क्या किनकि हाम्रो 4 बजी छुट्टी भयो हैन तर 10 घन्टा काम चाहिँ गरेको हैन 4 बजी छुट्टी भयो अनि आज चाहिँ हिँडेर जाउँ भने के दाइलाई ल हिँडेर अब त हावा त माई गड उडाउँदा जस्तो के कान्दाहरू चिसो भइरहेको छ यार दाइ तपाईँले चिसो लागेन भर्खर ट्रेनमा एकछिन 10 मिनट भयो भने अलि तातो हुन्थ्यो है ट्रेनमा त तातो भयो नि चिसो भयो अब रुममा गएर मस्ताले होइन अब एउटा ब्रेड आमलेट खाइन्छ होइन खाने सुतिन्छ अब दाइहरू त माइनेची दाल भात खानेहरू छ होइन मासु भात बजाउनु पऱ्यो नि काम गर्ने मान्छे अब हामी भनेको एकदम अब खाना नरोज्ने मान्छे यति खानाहरू पनि यति खाँदैन तर भोक चाहिँ लाग्छ कहिले कहिले त्यही हो र गाइस अब हामी चाहिँ सुति गयो अवस्था अब तपाईँहरू उठेर के गर्नु होला गर्नुहोस् अब हामी चाहिँ सुत्नु पऱ्यो होइन फेरि तपाईँहरू सुत्ने बेला हाम्रो उठेर ड्युटी जाने बेला हुन्छ गाइस ल सबैजनालाई हेभ अ ग्रेट डे